एकजना पुरोहित हतार हतार गिर्जाघरतिर जाँदै थिए। गाउँ टाढा भएको हुनाले उनी हस्याङ फस्याङ अगाडि बढ्दै थिए। त्यति नै बेला उनले जङ्गलमा नजिकैको झ्याङमा एउटा मानिस जाकिरहेको देखे। त्यो मानिस घावै घाउ भएको थियो, रगत बग्दै थियो, उसको छातीमा चक्कु रोपिएको थियो। त्यस्तो हृदय विदारक घटना र त्यो मानिस देखेपछि पुरोहितको मनमा लाग्यो, गएर उसलाई सहयोग गरौँ, उठाउँ। फेरि अर्कोतिर सोचे, गिर्जाघर टाढा छ, बाटो लामो छ, त्यहाँ पुगेर आज प्रेमकै विषयमा व्याख्यान दिनु छ, मानिसहरूलाई सम्झाउनु छ, लभ इज गड भनेर क्राइस्टको वचन नै बुझाउनु छ, प्रेम ईश्वर हो, प्रेम परमात्मा हो। तर त्यो घाइते मान्छेले आँखा उघार्यो अनि चिच्यायो, पुरोहितजी मलाई जसरी भए पनि बचाउनुहोस्। दुष्टहरूले चक्कुले हानेर मलाई यहाँ पछारे, तपाईँले मलाई बचाउनु भयो। म बाँचेँ भने गाउँभरिकै मान्छेलाई तपाईँकै कारणले म बाँचेको हुँ भनेर खबर पुर्याइदिन्छु। त्यसैले मलाई यस्तो अवस्थामा छोडेर तपाईँ अगाडि नबढ्नुहोस्। यो सुनेपछि पुरोहितलाई अलिकति डर लाग्यो, किनभने यो मानिस बाँच्यो र गाउँमा खबर गरिदियो भने त यो पुरोहितले प्रेमको व्याख्यान त झुटो पो गरेको रहेछ। मर्न लागेको मानिसलाई समेत परवाह नगरिकन हिँड्यो भन्ने कुरा गाउँभरि हल्ला फैलियो भने त के होला। यो सोचेर पुरोहित त्यो घाइते मान्छेको नजिकै गएर उसलाई उद्धार गर्न लागे। यसो अनुहार हेर्दा त चिने चिने जस्तो लाग्छ, कहीँ देखे जस्तो लाग्छ। त्यस मरणासन्न घाइते मानिसले भन्यो, पुरोहितजी तपाईँले मलाई अवश्य पनि देख्नुभएको होला, म दुरात्मा हुँ अनि पादरीहरूसँग मेरो पुरानो नाता छ। तपाईँले मलाई नदेख्नु भएको भए अरू कसले मलाई देखेको होला। त्यसपछि पुरोहितलाई ख्याल भयो गिर्जाघरमा उसको तस्बिर झुन्डिएको छ। उसले आफ्नो हात स्वाट्ट तान्दै भने, मर, हामी त दुरात्मा मरोस् भन्ने नै चाहन्छौँ, त मरेकै बेस हुन्छ, तँलाई बचाउने उपाय म गर्दिनँ। मैले त तेरो रगत पनि छोएँ भने त्यो पाप भयो, म जान्छु। पुरोहितले यति के बोल्न भ्याएका थिए, त्यो दुरात्मा बेसरी हाँस्यो। विचार गर्नुहोला, जुन दिन म मरौँला त्यो दिन तपाईँको पेसा पनि मर्छ। म बिना तपाईँ बाँच्न सक्नुहुन्न, म छु, त्यसैले तपाईँ बाँचिरहनु भएको छ। म तपाईँको पेसाको आधार हुँ, मलाई बचाउने प्रयास गर्नुहोस्, नत्र जुन दिन दुरात्मा मर्नेछ त्यो दिन पुरोहित, पण्डा, पुजारी सबै मर्नेछन्। किनकि संसार राम्रो भएपछि त पुरोहित पुजारीहरूको आवश्यकता नै पर्दैन। पुरोहितको दिमागमा घन्टी बज्यो, यो मान्छेले त कुरोको चुरो भन्दैछ। उनले उसलाई उतिनखेरै काँधमा बोके अनि भने, प्रिय दुरात्मा, नहडबडाऊ, म तिमीलाई बचाउँछु, अस्पताल लैजान्छु, उपचार गराउँछु, तिमी चाँडै निको हुन्छौ। तर हेर है, मर्न चाहिँ नमर्नु, तिमी ठिक भन्दैछौ, तिमी मर्यौ भने त हामी पुरोहितहरू बेरोजगार हुनेछौँ। हामीलाई के ख्याल हुँदैन भने पुरोहितको पेसाका पछाडि यस्ता कयौँ दुरात्माहरू छन् र दुरात्माको धन्दाको पछाडि यिनै पुरोहित छन्। दुरात्माको जुन धन्दा यौन शोषण चल्दैछ यो संसारमा, प्रत्येक चिजका पछाडि यौनको शोषण चल्दैछ, यसको पछाडि पुरोहितकै हात छ भनेर हामीलाई ख्याल आउँदैन। पुरोहितले जति निन्दा गरेका छन्, यौन उति नै आकर्षक भएको छ अनि उसले जति नै दमन गर्न भने पनि मानिस भोगमा लिप्त भएका छन्। जसलाई हामी साधु सन्यासी भन्छौँ, उनीहरूकै कारण मान्छेको यौन ऊर्जा गलत बाटोतिर प्रवाहित भएको छ भन्ने बुझाउन ओशोले यो कथा सुनाएका थिए।